है साथीहरू। आज चाहिँ म चाहिँ फेन्टेक भन्ने ठाउँमा जान लाग्छु। फाइनली म रेडी भएर कम्पनीबाट बाहिर बसिरहेको छु। ट्याक्सीले वेट गर्दै ट्याक्सी झिकाएको छु, ट्याक्सी बोलाएको छु होइन। ट्याक्सी चाहिँ लगभग आउँदैछ, 8 मिनटको टाइम देखाइरहेको छ। अनि ठक्क लगाएर आज चाहिँ फेन्टेकको लाइभ डोरी चाहिँ छ भन्ने छ साथीहरूले। डोरी क्लबमा चाहिँ जाने प्रोग्राम बनाएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ म चाहिँ लाइभ डोरीमा जाँदैछु। आजको भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला। र यदि नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नु होला। र भिडियो के कस्तो हुन्छ कमेन्ट बक्समा कमेन्ट पनि गर्न नभुल्नु होला। साथै लाइक सेयर पनि गर्न नभुल्नु होला। 안녕하세요. 네, 뒤에 예 알겠습니다. 네. 얼마냐? 합덕. 네, 오랜만이요. 네, 잘 있습니다. 친구 있는데 하려고? 네. 아, 오늘은 저기 펜텍. 네. 합덕까지 보수 코스터널까지 가고 택시로. 그다음에 잠깐만 저기 합덕 전철 가서 네, 지하철 가는 데까지. 그거 타고 가야지. 네네네. 택시 거까 안 가? 택시 저기 합덕에 친구 있으니까 친구 지금 머리카락 깎고 있어요. 자르고 있으니까. 네. 끝나면 바로 갈게요. 열차가 몇 시차인지 알아? 6시 30분이라고 얘기했는데. 30분? 네, 네, 전화 왔어요. 네, 안녕하세요. छिटो आउनु कहाँ? कहाँनिर हो? टर्मिनल टर्मिनल ल आउँदैछु। ल ट्याक्सी चढेर जाने कि बसमा? 다 했대요? 네? 터미널 있다 가요? 다 했어. 다 오라고 그래 거기. 저 버스 쓰는데 화장실 쪽. 거기서 같이 타고 가면 되죠. 저기까지 가면 얼마나 돈 많이 들어왔죠? 뭘 많이 나와? 2만 원? 아니야. 안 나와요? 그냥 직접 가면 싸. 싸요? 내렸다 타면 기본료 4,000에서 더 비싸고. 예, 그냥 직접 가면 싸. 예, 알겠습니다. 6시 반쯤 가서 택시 타고 가야겠고 고쳐서. फाइनली गाइस हामी म चाहिँ अहिले हाप्तोक स्टेसनमा आइपुगेछ। हाप्तोक स्टेसन है यो चाहिँ। अलि बेलुका भएको कारणले अँध्यारो छ। भित्र इन हुँदैछ। त्यो दामी छ हेर्नु त। हाप्तोक नयाँ हो, भर्खर खुलेको। धेरै भएको छैन यो खुलेको, लगभग 1 वर्ष जति। यता काउन्टर यस्तो नयाँ फिनिसिङ दामी गरेको छ। हाम्रो ट्याक्सी बाजे सरसले टिकट काट्दैछ। साथी र अहिले चाहिँ हामी अलि माथि जाँदैछौँ ट्रेन चढ्नको लागि। ट्रेन बाटोमा जाँदैछौँ अहिले। अब ट्रेन चाहिँ अब एकैछिनपछि आउँछ, 2-3 मिनट पछाडि। हामी चाहिँ अहिले माथि भर्याङ चढेर लिफ्ट चढेर जाँदैछौँ है। आइपुगेको अवस्था छ माथि।
The train is now approaching. नवलपुर पनि हाम्रै हो ट्रेन चढ्ने ठाउँमा हामी ट्रेन कुर्दैछु ट्रेन आउनको लागि रेडी हुँदैछ है आउँदै आयो ट्रेन आयो ल आइटिएक्स यहाँ 4 बजीसम्म छ प्रोग्राम आउने हो म रुमसम्म खोजेर राख्छु खाली 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 कति नम्बर छ हाम्रो अनि कहाँ हिँड्नु गाइज यो चाहिँ ट्रेनको टिकट है आइटिएक्सको सिट नम्बर छ 10 नम्बर सी यसलाई धेरै धेरै धन्यवाद तथा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु भोग्नु परेको थियो र अत्यन्तै अप्रिय घटना जुन प्रतिष्ठान परिवारमा लागेको थियो प्रतिष्ठान कोरियाले बेहोर्न पुगेको थियो उक्त दिन यसै प्रतिष्ठान कोरिया तेस्रो कार्य समितिको सदस्य आदरणीय सर्जक नायक अथवा मौलिक भाकाको धनी गायक आदरणीय स्वर्गीय केएस ज्यूले हामी 14 फेब्रुअरी 2026 सत्र शाखामा अध्यक्ष र यो आयोजन गर्नको निम्ति अध्यक्ष अध्यक्ष सल्लाहकार धन्यवाद साथ दिनुभएको निम्ति र यो आयोजनको हस्तान्तरण गर्नको निम्ति म हार्दिक गर्दै मित्रवर्गका ज्यूले कृपया सबैलाई ताली बजाएर साथ दिनुहोला कार्य समितिका साथीहरू फोटो खिचेर साथ यसलाई धेरै धेरै धन्यवाद तथा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु भोग्नु परेको थियो र अत्यन्तै अप्रिय घटना जुन प्रतिष्ठान परिवारमा लागेको थियो प्रतिष्ठान कोरियाले बेहोर्न पुगेको थियो उक्त दिन यसै प्रतिष्ठान कोरिया तेस्रो कार्य समितिको सदस्य
ताली बजाएर एकसाथ साथै हामीले हार्दिक अभिनन्दन गर्न चाहन्छु। कृपया तालीले स्वागत गरिदिनु होला। उहाँले हामीलाई आफ्नै परिवार सम्झेर अत्यन्तै यति ठुलो महत्त्वपूर्ण सामग्री हस्तान्तरण गर्दै हुनुहुन्छ। र पुनः ऐतिहासिक सन्ध्याज्यूलाई उहाँलाई पनि उहाँको चिरशान्तिको कामना व्यक्त पनि गर्न चाहन्छु। तपाईँ सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम अनौपचारिक रूपमा फाइनली गाइज आज चाहिँ म रुममा आइसकेको अवस्था छ। फेन्टेक धुरी साँसिदिएर रुममा आएको, ठ्याक्कै रुममा आइपुगेर ड्रेस चेन्ज गरेर अब सुत्ने तर्खरमा छ। कोरियामा पनि धुरी साँझको अनुभव लिएको अवस्था। धुरी क्लब फर्स्ट टाइम खोलेको छ फेन्टेकमा, कोरियाको फेन्टेक भन्ने ठाउँमा। र धुरी साँझको अनुभव, नेपालको अनुभव चाहिँ
दिलाएको छ। नेपालको डोरी साँझको अनुभव दिलाएको छ कोरियाले पनि। डोरी साँझमा गएर इन्जोय इन्टरटेनमेन्ट गरियो र लाग्छ तपाईँहरूलाई पनि इन्टरटेनमेन्ट भयो होला, हुन्छ होला जस्तो लाग्छ, आशा छ। यस्तै भिडियो ट्राभल कोरियाको बारेमा ट्राभल भिडियोहरू ल्याउने कोसिस गर्नेछु र त्यसैले सब्सक्राइब गर्न र लाइक गर्न नभुल्नु होला। विश्वको जुनसुकै ठाउँमा रहेर पनि मेरो भिडियोलाई हेरेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवादका साथ, जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस्, व्यस्त रहनुहोस् र मस्त रहनुहोस् भन्दै हजुरहरूको दिन शुभ रहोस्। बाई बाई।